सम्माननीय सभामुख महोदय, नेपालका विभिन्न चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूलाई न्यूनतम मापदण्ड भन्दा निकै कम इन्टर्नशिप भत्ता प्रदान गरिएको भन्ने गुनासाहरू निरन्तर प्राप्त भइरहेका छन्। साथै उनीहरूलाई अत्याधिक लामो समयसम्म काम गर्न बाध्य पारिएको विषय पनि बारम्बार उठिरहेको छ। विशेष गरी सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा यस्ता समस्याहरू बढिरहेको पाइएको छ। अघि बढाइएका नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको छ। यसको प्रत्यक्ष परिणामस्वरूप ठूलो संख्यामा दक्ष चिकित्सकहरू विदेश पलायन भइरहेको यथार्थ हामीमा छ। यदि यस अवस्थालाई समयमै सम्बोधन गरिएन भने निकट भविष्यमै नेपालले चिकित्सक तथा अन्य स्वास्थ्य कर्मीहरूको गम्भीर अभावको सामना गर्नुपर्ने जोखिम बढ्दै जाने निश्चित छ। त्यसैले यो विषय चिकित्सकहरूको पेशागत हितसँग मात्र सम्बन्धित छैन, यो देशको समग्र स्वास्थ्य प्रणाली र जनस्वास्थ्यसँग गाँसिएको अत्यन्त गम्भीर राष्ट्रिय सरकारको विषय हो। यस विषयमा सरकारबाट पटक पटक आश्वासन प्राप्त भए पनि कुनै ठोस पहल कदमी नलिएको हुनाले आउँदो शनिबारबाट संगठनात्मक रूपमै शान्तिपूर्ण प्रदर्शन घोषणा पनि गरिएको छ। नेपालको श्रम ऐन 2074 अनुसार कुनै पनि श्रमिकलाई तोकिएको कार्यघण्टा तथा न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनु अनिवार्य व्यवस्था हो। तथापि इन्टर्न चिकित्सकहरूको हकमा यी कानुनी व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिँदैन। स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको इन्टर्न चिकित्सकहरूलाई समान कामका लागि समान पारिश्रमिक तथा मर्यादित कार्यघण्टा सुनिश्चित गरिनु आवश्यक छ। यस सन्दर्भमा विभिन्न कार्यदलहरू गठन भई 8औं तहको सुरु तलब स्केलको आधा रकम 50% निर्वाह भत्ता बापत सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाहरूले उपलब्ध गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन तयार भइसकेको भए पनि कार्यान्वयन भएको छैन। यो जानकारी यो सम्मानित सदनबाट जनाउन चाहन्छु। करिब 90 दिन बितिसक्दा पनि कार्यदलको प्रतिवेदन तयार भई चिकित्सक शिक्षा आयोगलाई सिफारिस भइसकेको लामो समय बितिसक्दा पनि चिकित्सा शिक्षक आयोग एमओसी को बैठक आयोजना गरी आवश्यक औपचारिक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि नबढाएकोले यस सदनबाट ध्यानाकर्षण गराउनु। मान्य